हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ के हो भने मेरो बाबुको बर्थडे हो, त्यही भएर सरप्राइज दिनको लागि चाहिँ ठिक 12 बजे चाहिँ उसको 6 गते चाहिँ दिदीहरूले सरप्राइज दिन 12 बजे ठ्याक्क भाइको बर्थडे विस गर्ने भनेर चाहिँ यहाँ नसुती भनेर चाहिँ दिया आकृति भएर चाहिँ प्लानिङ गरेँ। त्यसपछि ठ्याक्क 12 बजे हो। 12 बजेपछि अब त भाइ त अब अघि नै सुतिसकेको थिएँ, अब जानुपर्छ 12 पनि बज्यो भनेर। अनि दुईजना दिदीहरू भएर चाहिँ भाइलाई सरप्राइज दिएर चाहिँ ह्याप्पी बर्थडे भन्दै गयो। हेर्नु साथीहरू, बाबुले चाहिँ अनएक्सपेक्ट गरेको थियो कि, मैले सोचेको पनि थिइनँ कि मेरो बर्थडे दिदीहरूले यसरी मनाइदिनुहुन्छ भनेर चाहिँ। अनि बाबु चाहिँ पुरा सक भएको कि आमा मेरो बर्थडे यसरी मनाइदिनु भयो, अब कहिले पनि कसैले यसरी गरेको थिएन नि त, 12 बजे विस गरेको थिएन नि त। उसलाई त एकदमै राम्रो लागेछ। मैले भने बाबु तिमीलाई कस्तो लाग्यो दिदीहरूको सरप्राइज भनेर भनेको त एकदमै राम्रो लाग्यो रे। मैले त हिजो नै उसले अलिकति मलाई दिदीहरूले सरप्राइज दिन्छ कि भनेर त उसलाई यति थाहा बस्नु भएको थियो अरे कि। अनि त्यही भएर ऊ त्यो एकदमै खुसी थियो। त्यसको मर्निङमा चाहिँ भोलिपल्ट उसको 7 गते उसको बर्थडे थियो। सबैजना उसले बिहान उठेर नुहाइधुवाइ गरेर अनि पूजा चाहिँ गर्न हामीले हुँदैन साथीहरू। अनि त्यही भएर उसले चाहिँ दियाबत्तीहरू बालिदिएर चाहिँ अनि त्यसपछि बर्थडे सुरु गर्न लाग्यो। बाबुलाई चाहिँ स्कुल पुऱ्याएपछि आधी साथीहरू सबैजना भएर चाहिँ आज बाबुको बर्थडेमा बिरयानी बनाउनको लागि प्लानिङ गऱ्यौँ। अनि हाम्रो साथीहरू, मेरो दुईजना साथीहरू अनि अर्को साथी चाहिँ आउने बाँकी छ। अनि दुईजनाले चाहिँ म गर्छु, हामी गर्छौँ, तिमी बस भनेर चाहिँ म चाहिँ क्यामेराम्यान हुँदै बसिरहेको। साथीहरू सबै उनीहरूले चाहिँ यताउति पकाउने सबै उनीहरू दुईजना, अर्को साथी भयो 3जना, माथि दिदी पनि हुनुहुन्थ्यो, सबैजना मिलेर गर्नुभयो। अनि यहाँ साथीले चाहिँ बिरयानी बनाउँदैछ, मोनुले चाहिँ बिरयानी बनाउँदै, उसले टमाटर काट्दैछ, कामनाले चाहिँ बिरयानी चाहिँ एकदमै राम्रो टेस्टी बनेको थियो साथीहरू है। अनि यसरी चाहिँ हामी चाहिँ बाबुको बर्थडे अब सालमा एकचोटि आउँछ, राम्रोसँग मनाइदिनु पऱ्यो नि त। बच्चाहरूको त अब उनीहरूले सालमा एकचोटि मेरो बर्थडे कहिले आउँछ भनेर वेट गरेर बसिरहेको हुन्छ नि त। अनि त्यही भएर स्पेसल त गराउनै पऱ्यो बर्थडे। यसरी चाहिँ हामी चाहिँ बर्थडे मनायौँ साथीहरू। मैले त्यहाँनिर उनीहरू खाना बनाउँदै थिएँ, मलाई एक्लै बस्नु बोरिङ लाग्यो। यत्तिकै बस्नु बोरिङ लागेपछि म चाहिँ जानु त बर्थडेको डेकोरेसन गर्छु मैले, तिमीहरू खाना बनाउँदै गर भनेर म चाहिँ डेकोरेसन गर्न आएँ साथीहरू। हेर्नु मलाई त्यति राम्रोसँग आउँदैन है बर्थडेको डेकोरेसन गर्न चाहिँ, त्यही पनि गरेँ मैले हल्का कस्तो भयो साथीहरू लास्टमा हेर्नु होला है मैले डेकोरेसन गरेको। त्यसपछि यसरी हामीले चाहिँ सबैजना भएर चाहिँ डेकोरेसन गऱ्यौँ। उतापट्टि खाना बनाउँदै थिएँ, यता साथीले पनि आऊ म नि हेल्प गर्छु भनेर फेरि यता दिया पनि आएर दियाले पनि यताउति बर्थडेको लागि यताउति मलाई हेल्प गर्यो। उतापट्टि कामनाले बेलुङ पुग्दैछ, उता पुन्टे त्यो बेलुङ इन्जोय गर्दैछ है। यसरी चाहिँ हाम्रो आज बर्थडे एकदमै रमाइलो भयो साथीहरू। अनि त्यसपछि हाम्रो डेकोरेसन चाहिँ हुँदैछ, लास्टसम्म हेर्नु होला कस्तो भयो। त्यसपछि मेरो डेकोरेसन चेन्ज पुरै रेडी भएपछि चाहिँ म त्यति राम्रोसँग आउँदैन। अनि मैले मेरो बाबु केक पनि आयो, अब बर्थडे सुरु गर्नुपर्छ, लेट भयो। अहिले त जाडोमा त एकदम जाडो छिटो अँधेरो हुन्छ नि त। यसरी बर्थडे हामी बाबुको बर्थडे सेलिब्रेट गऱ्यौँ। सबैजना बाबुको साथीहरू, दिदीहरू साथीहरू, मेरो साथीहरू सबैजना आउनुभयो। अनि त्यसपछि यसरी बर्थडे सेलिब्रेट गऱ्यौँ बाबुको, रमाइलो भयो, देख्नु होला साथीहरू। त्यसपछि बाबुले केक काटेर चाहिँ सबैजना चढाइदिनु भयो भगवान्लाई, कुलदेवतालाई, सबैलाई केक साइडमा राखिदिनु भयो। हामी त्यो टिका सिका लाउनु हुँदैन साथीहरू। अनि त्यही भएर त्यो केक मात्रै काटिदिएको, किन उसलाई खल्लो फिल गराउने र अब सालमा एकचोटि आउँछ बच्चाहरू त अब त्यो बर्थडे कुरेर बसेको हुन्छ नि त। त्यही भएर टिका लाउनु नभए पनि बर्थडे मनाइदिउँ नि त, केक सेक ल्याएर बर्थडे मनाइदिउँ भनेर चाहिँ हामीले बर्थडे मनाइदिउँ। उसले चाहिँ आफ्नो हजुरमुवालाई खाना के अरे केक खिलाउन लागेको छ साथीहरू। अनि त्यसपछि हाम्रो यसरी रमाइलो भयो। त्यसपछि उसको साथीहरू पनि टन्नै आएको थियो, साथीहरूलाई पनि बोलाएको थियो। अनि सबैजना आउनुभएको थियो, दिदीहरू सबैजना आउनुभएको थियो। मैले पनि केक खिलाइदिएँ। बाबुहरू साइडमा टन्नै बसिरहेको थिएँ। अनि यसरी बर्थडे सेलिब्रेट गऱ्यौँ साथीहरू, रमाइलो भयो। हिजोको दिन मलाई पनि कहिले आउँछ मेरो बाबुको बर्थडे भन्दै थिएँ, वेट गरेर बसिरहेको थिएँ। अनि गुड्डु दिदी हुनुहुन्छ, गुड्डु दिदी नै आउनुभयो, गुड्डु दिदीले नि केक सेक खिलाइदिनु भयो। अनि त्यसपछि मलाई आयो, मुखाले पनि टिका लगाइदियो, बाबुलाई ब्लेसिङ दियो, माया दियो। अनि त्यसपछि त्यो अर्कोमा फेरि
पूनम आयो। पूनमले पनि बाबुलाई टिका सिका लगाइदिएर ब्लेसिङ दियो, माया दियो। त्यसरी त्यहाँ रमाइलो भयो। अनि त्यसपछि हेर्नु होला फेरि दिया, उसको प्यारी दिया दिदी आएर हामीलाई पनि टिका सिका लगाइदिएर चाहिँ माया दियो, ब्लेसिङ दियो। अनि पुन्टेहरू 2टा पुन्टेहरू भाइहरू पुन्टेहरू आएर चाहिँ टिका सिका लगाइदिए। दादालाई पनि केक खिलाइदिए 2टा पुन्टेले भाइहरूले। अनि त्यसपछि हाम्रो अस्मिता दिदी टिका सिका लगाइदिनु भयो। केटाकेटीहरूलाई हामीले खानासाना दिए सबै एकै ठाउँमा। अनि सबै एकै ठाउँमा बसेर खानासाना दिएर केटाकेटीलाई मैले सोधेँ कस्तो भयो बिरयानी भनेर। मिठो भयो अरे। त्यसरी त्यो केटाकेटीले इन्जोय गरेपछि त अरू के चाहियो र। अनि त्यसपछि हाम्रो यतापट्टि चाहिँ सानोले खाएर हामीले चाहिँ खाना सुरु गऱ्यौँ। यसरी खाएर यसरी बाबुको बर्थडे सेलिब्रेट गऱ्यौँ। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो।